आशिक डोना होइन ओइ रेडी छस् रेडी छस् के रेडी छ त्यही लागि एउटा केडी खोजिदिएको छु मैले नाटक खोज्दै म्याच त लाइभमा छ सन म युट्युबमा नाटकमा बस आज म्याच मेरो आशिक डोना सुन्न मुजी सुन रन्डीको छोरो म्याच त केटीसँग बोल्दै थिएँ सघि हेरेको थिएँ म केटीसँग बोल्दै थिएँ अनि अहिले 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 भर्खर मैले आशिक डोना प्लिज आम्माको सुन्न मेरो कुरा पहिला प्लिज ल के मैले लास्टै मिहिनेत गरेँ त्यो केटीलाई तसँग कुरा गर्न मानेको छ होइन प्लिज मैले लास्टै मिहिनेत गरेछु त्यो केटीसँग म त चाहिँदैन के रन्डीको वान म्याच तमारा एकछिन राम्ररीसँग बोल्दैन त्यो केटीलाई मलाई थाहा छ त्यो केटीलाई पट्टाउन सक्छस् तमा छ क्या त्यो खुबी सक्दैन म्याच नि त लाडो काट्दै हो त म चाहिँ किन सक्दिनस् तँलाई लाग्दैन त सक्छु किन त म चाहिँ ह्यान्डसम छ सौ छैन मुजी त भन्दा त होइन म भन्दा पनि छस् ल म भन्दा नभए पनि अलिअलि त ह्यान्डसम छस् नि टेन्सन नले न चुप न मुजी चुप न एकछिन मलाई बोल्न दिएन लाख गुना हेर्छम छु मुजी तँभन्दा लाख गुना ह्यान्डसम छ म्याच कसम तँभन्दा लाख गुना तँभन्दा ह्यान्डसम छस् मात्र भन्न मुजी लाख गुना ह्यान्डसम छैनस् क्या रोगमा केटीलाई बोलाइरहेको छु आसिन प्लिज रन्डीको वान लाख गुना हेर्छम छु त छु म्याच आसिन न प्लिज म तँलाई मेरो बेटा भनिरहेको छु प्लिज रेस्पेक्ट गरेर म तँलाई मेरो बेटा भनिरहेको छु म तँलाई मेरो दाइ भनिरहेको छु म तँलाई मेरो झाट भनिरहेको छु म तँलाई मेरो झाट भनिरहेको छु म प्लिज बाउ बनाउने रेस्पेक्ट गर्छु ल सुन छोरा भनेर ल म बाउ भन्छु अनि त्यो केटीसँग राम्ररी बोल्छस् ल ठिक छ मेरो म्याच आसिन न लाडो खा मेरो बन्द गर तेरो रन्डी रोना चुपचाप बोल्यो केटीसँग ल चुप लाडो खाना आइज म्याच रोग म केटीलाई बोलाइरहेको छु आसिन प्लिज प्लिज मेरो लागि राम्रोसँग बोल्दैन त्यो केटीसँग प्लिज ओके ठिक छ रोग बोलाउँदैछ पक 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 हेरम कस्तो केटी छ ओभर राम्रो छ कसम तेरो टाइप हो आसिक म कहिले ठग्दिनँ कसम तेरो टाइप हो चुप एकछिन हल्का हल्का मुख तेरो मुख बना न हल्का राम्रो केटी आउँदैछ हल्का मुख राम्रो बना रेडी बस रेडी लेट्स गो आसिक डोना यो नेपालको ह्यान्डसम सबसे ह्यान्डसम केटा मलाई चाहिँ लाग्छ है लाइभमा लाइभमा त्यस्तो मैले भन्न खोजेको होइन म लाइभमा तिमीलाई मैले यस्तो बोलाउन पनि मन थिएन तर होइन होइन कसम होइन मेरो गर्लफ्रेन्ड होइन कसम मेरो गर्लफ्रेन्ड होइन मान्छे यो केटी मेरो गर्ल सरी गाली दिएको गाली होइन केटीले भन्दैछु त्यो रन्डीको छोरो तेरो बोयफ्रेन्डले बोलाएर म्याच नि आएको त्यो रन्डीको छोरो त्यो प्रधान लाडो त्यो झगडा किन तिम्रो झगडा किन गरिरहेको छौ किन झगडा भइरहेको छ यहाँ ओइ सुन तिमी मेरो गर्लफ्रेन्ड हो अरे त्यही भन्दै थियो तिमी मेरो गर्लफ्रेन्ड होइन कस्तो गर्लफ्रेन्ड हो तिमी मेरो गर्लफ्रेन्ड कसरी भयो अरू केटाले तिमी जे पाइँदैन होला तिमी अरू केटा तिमी जे पाइन्छ केटाकेटीहरूलाई मेरो म तिम्रो बोयफ्रेन्ड नभन्दा म तिमी मेरो गर्लफ्रेन्ड होइन को तिमी को होइन फक द्याट शिट तिमी मेरो गर्लफ्रेन्ड होइन आसिन खाते मेरो गर्लफ्रेन्ड होइन भनिरहेको छु त म त्यो रन्डीको छोरो मेरो भाउजूलाई रेस्पेक्ट गर पट्टा त्यसलाई नत्र तँलाई तेरो चाह खानिदिन्छु मुजी मेरो भाउजूलाई छोडिस नि रन्डीको छोरो ओइ सुन मेरो गर्लफ्रेन्ड होइन मलाई मन पर्दैन आई हेट यु You're not my girlfriend. I hate you. I hate you. हाम्रो ब्रेकअप
हाम्रो ब्रेकअप भयो हाम्रो ब्रेकअप भयो हाम्रो ब्रेकअप आज हाम्रो ब्रेकअप गाडी त्यो रन्डीको छोरो तेरो बोयफ्रेन्ड गाडी भाउजू हो न ढाटिकन भन्नु त त्यो मुजी त्यस्तै हो न छे केडी को छे यो केडी को लामो यो मान्छेको लाइफ बोल्दै हो छे उल्टे मलाई पेलिरहेछ त ओ आसिडोना ए ओ आसिडोना हो ओ आसिडोना हेर यो केटीलाई हेर यो केटी मेरो गर्लफ्रेन्ड पनि होइन केही पनि होइन आई हेट दिस गर्ल सुन यो केटी सिङ्गल छ कुरा गर त आफै यो केटीलाई मैले छोडिदिइसकेँ यो केटीको मलाई बाल लाग्दैन कुरा गर आफै मलाई यो केटीको बाल लाग्दैन तँलाई कस्तो लाग्यो हेर त एकपल्ट तँलाई कस्तो लाग्यो श्रेया या लाइभ में छस् मुला त त्यो र माथि माथि हेरेछस् रन्डी अघि तैँले मेरो गर्लफ्रेन्डसँग कुरा गरेको देखिनस् ओ मेरो गर्लफ्रेन्ड होइन भन्नुहोस् त कसम मलाई आसिडोनालाई बोला कुरा गर्छु भनेर बोलाएको यो केटीलाई मैले तिम्रो बिचमा कुरा गर न नि त लाइभ में छस् रन्डीको मान त्यही भएर त केटीलाई बोलाएर अरूलाई बोलाएर यस्तै गर्छस् म्याच नि त खाते रन्डीको छोरो पटक मारेका म्याच नि मेरो म्याच के अरे तिमीले श्रेया आशिक त यो तेरो बोयफ्रेन्ड यस्तै छ क्या भाउजू रन्डीको छोरो हो त्यो म्याच नि खाते अहिले नि मेरो यो लाडो खानु मान्छे पर्दा बरु म खोजिदिन्छु अर्को केटा त छस् त मुजी त छस् त म्याच नि त खाते मुजी त तेरो मुख तेरो मुख मेरो लाडो जस्तो भयो भने तेरो त हेन्डसम छस् क्या त हेन्डसम छस् आसिडोना मेरो लाडो जस्तो तेरो मुख मेरो भाउजूको तलको जस्तो बुझिस मेरो भाउ ओ माय फकिङ गॉड तलको जस्तो भने के नेगेटिभ नसोच न भाउजू यार ओ श्रेया सुन श्रेया मेरो लाइफमै तिमीलाई आशी कस्तो लाग्यो कस्तो हेन्डसम प्रधानलाई यस्तै लाडो भन्नु है मान्छे कस्तो श्रेया तिमीलाई आसिडोना हेन्डसम लागेन हावा गफ नलगा मान्छे आसिडोना तिमीलाई हेन्डसम लागेन खाली खाली मान्छे हो रन्डीको वान तिमीलाई आसिडोना हेन्डसम लागेन कस्तो लाग्यो त आशीको डोनाको तिमीलाई फेस अनि त्यो त्यस्तो नभने कुरा गर्छु म्या कसम ओइ तैले कसलाई भनेको प्रधान तेरो त लाडो ओ मान्छे तैले मेरो गर्लफ्रेन्डलाई किन गाली दिइरहेको छस् ओइ मेरो गर्लफ्रेन्डलाई किन गाली दिइरहेको छस् बुझि बात नि मेरो गर्लफ्रेन्डलाई गाली नदिन खाते तँलाई गाली गरिरहेको म्याच नि अनि तेरो गर्लफ्रेन्डलाई सम्झान त भैँसी जस्तो भने म्याच नि उसको ओपिनियन हो नि उसलाई त्यस्तै लाग्यो होला त अब अन्डीको छोरो यही संस्कार दिएको तेरो गर्लफ्रेन्डलाई म्याच अन्डीको छोरो तेरो चाक नि कुहिएको चाक म्याच नि चुप रन्डीको वान प्रधान मेरो लाडोका कुहिएको लाडोका चिक्ने प्रधानको चाक खानु परेको आसिडोना हेर मैले केही भनेको छैन उसलाई आसिडोना मैले मम्मी कसम उसलाई भैँसीको गुला जस्तो मुख छ भनेर भनेको छुइनँ आफै भनेको उसले आफै अब मुझी मलाई किन भनेको उसलाई भन्न मैले के गरेँ उसलाई भन्न मुझी उसलाई सक्दिनस् त माछिने मेरो लाडोका आसिडोना त मेरो लाडोका मैले के गरेँ मैले तर के गरेँ उसलाई भनिरहेको छु कि ओइ मैले तिमीलाई भन्ने ओइ त्यहाँ मैले के गरेँ ए मुझी उसले आफै भनिरहेको छ तेरो भैँसीको गुला जस्तो मुख छ मैले के भने रन्डीको छोरो छस् म्याच नि तेरो गर्लफ्रेन्डलाई राम्रोसँग सिका सरी श्रेया सरी भन श्रेया के अरे अहिले त्यही भएर त गाली गरिदियो म्याच तिमीले फिल गरेको कुरा भनिदिएको डाइरेक्ट भनेपछि यसको मुख के जस्तो छ मेरो लाडो जस्तो चुप माछिने चुप प्रधानको तेरो ल सुन हल्ला भयो या हल्ला धेरै भयो चुप नै एकछिन श्रेया तिमी रेस्पेक्टली बोल न किन त्यस्तो भन्नु हौ अरूलाई
चुप म्याच चिक्ने खातेहरू रन्डीको छोरो म्याच चिक्ने प्रधान मेरो लाडो खा प्रधान मेरो कुहिएको चाक प्रधानको हान्ने चुप कुहिएको आसिरा सुन सरी उसको तर्फबाट आसिरा प्रधान मेरो लाडो खा रन्डीको छोरो त म्याच चिक्ने खाते प्रधान मेरो लाडो खा प्रधान मेरो लाडो खा रन्डीको छोरो त म्याच चिक्ने खाते धोती रन्डीको बान कुहिएको लाडो कुहिएको पुती कुहिएको पुता कुहिएको हगेको मान्छे फेरेको मान्छे त प्रधान लाडो चिक्ने प्रधान चिक्केको कुहिएको पुती सुती चिक्ने प्रधान मेरो लाडो खा त मलाई किन भनिरहेको छस् मैले केही बोलेको पनि छैन होइन मलाई मात्र पेलिरहेको छ मैले के भने तँलाई तेरो गर्लफ्रेन्डले मलाई यति शब्द नराम्रो भने त रन्डीको छोरो हो म्याम त बोला म्याम तिमी खाते रन्डीको छोरो आसपासमा तिमी खाते पाण्डु त मुजी कन्डो कुहिएको लाडो पुती चिक्ने तेरो गर्लफ्रेन्डले मलाई गल्ती गर्यो त रन्डीको छोरो सुन्न ओइ सुन्न माछी सुन्न बुझी मेरो कुरा सुन प्रधानको चाक कालो प्रधानको चाक खान्छु रन्डी माछी मेरो चाक कालो र मेरो कालो चाक जस्तो तेरो मुख छ चुप न माछी कुहिएको लाडो कुहिएको पुती हेर माछी खोले हेर माछी हेर्छ कालो चाक मेरो कसम मलाई श्रेयाले मैले चाक देखाएन लाइक सुन रन्डीको छोरो सरी आशिक सरी मेरो गर्लफ्रेन्डको र मेरो तर्फबाट दुईजनाकै तर्फबाट सरी ल ठिक छ ए रन्डीको छोरो त गर्लफ्रेन्डलाई सम्झा नत्र त गाली खान्छस् रन्डी श्रेया सरी गइस आशिक कसम त गइस अब मुझे हे मैले कसम मैले के गरेको छु यहाँ सुन केटीले गाली गर्यो भने म नि गर्छु म त केही भन्दिनँ के रे ओइ गाली नदे गर्यो भने म त दिने हो रन्डीको छोरो रन्डीको छोरो त प्रधान केटीलाई पेट गर्न लगास म्याच केही भयो भने रन्डीको छोरो तेरो चाह खान्छु म्याच कुहिएको आशीर्वाद सुन मम्मी कसम मैले गाली दिने उसलाई भनेको छैन मम्मी कसम रन्डीको छोरो म नि दिन्छु के रे म्याच नि खाते रन्डीको छोरो लाइक आम्मा कसम आशीर्वाद ओइ सुन ओइ तिम्रो दुईजना चुप माछे तिम्रो दुईजना चुप रन्डीको छोरो त चुप प्रधान लाडो चुप त रन्डीको बान माछे चुप न मुझे कति बोलेको ओ लाडो चुप मुझे चुप मलाई चाहिँ किन गाली दिइरहेको छ यसले मैले के गरेँ मलाई चाहिँ किन गाली दिइरहेछ मलाई किन गाली दिइरहेछ यसले ओइ तिमी चुप न लाइक तिमीहरू दुईजना चुप न मलाई चाहिँ किन गाली दिइरहेछ आशिक डनाले च्याट मलाई आशिक डनाले किन गाली दिइरहेछ म त के बोलेको पनि छैन आशिक चुप न माछे आशिक चुप न रन्डीको छोरो कति बोलेर राडीको बार हाते झारे माधव तो ताला कुत्ता ओए केटीलाई माधव तो ताला केटीलाई बोल्न सिका हन म किन बरबराइरहेको बिचमा माताला तेरो कुरा किन सुन्ने मुजी तँ को एउटा मा सिक्ने ओए सम्झा है पटाउ यहाँ सुन है मैले गाली गर्यो भने तेरो इज्जत जान्छ सम्झी बुझ चुप लाएर बस प्रधानसँग गरियो प्रधानसँग प्रधानलाई म प्रधान किन आशीर्वाद त प्रधान किन गरेछ मैले केही बोलेकै छैन मलाई बिचमा किन ल्याइरहेछस् तिमीहरू
मुजीले हो गर्दा तरी केटीलाई किन बोला जस्तो मुजी रन्डीको छोरो यो केटीले मैले केटीलाई बोलाएको होइन उसले मलाई आफै आसिडोनासँग बोल्छु भन्दा त जिन्दगी देखाएको छैन ओ मैले केटीलाई बोलाउनु भनेको थिएँ प्रधान लाडो कुहिएको पुती म्याच किने प्रधान ओ सुन तिम्रो दुईजना हेर पहिला फर्स्टमा म सरी भन्न चाहन्छु तिम्रो दुईजनाको यस्तो झगडा भयो मैले झगडा लगाउन पनि खोजेको होइन आसिडोना सुन म तँलाई सरी भन्न चाहन्छु होइन मेरो उसले यस्तो नभन्नु पर्छ तँलाई सरी श्रेया तिमी पनि सरी भन कसम सरी भन एकपल्ट प्लिज यत्रो नै भन्दिनँ तिम्रो गल्ती छ तिमीले किन त्यसलाई भैँसीको लाडो जस्तो मुख छ भनेको यसको भैँसीको लाडो जस्तो मुख भयो भने त्यस्तो कहिले भन्नु फेरि होइन भैँसीको गुला जस्तो भन्यो नि त सुन तिमीले भैँसीको गुला जस्तो मुख छ भने नि यसको अब भैँसीको गुला मुख भयो पनि डाइरेक्ट मुखमा नभन न भैँसीको गुला छैन त अनि भैँसीको गुला त भन्दैन मैले राजाको गुला भनेको छु भैँसीको गुला मुख रियलमै भए पनि नभन क्या त्यस्तो मुखमै चाहिँ पछाडि भन न मुखमै नभन न यसको होला अब कस्तो मुख अब छोड नि डाइरेक्ट त्यो राणोको अब समय थाहा हुन्छ त पछाडि फर्केर बस्छ भनेर भन्नु एकपल्ट तिमी सरी भन त्यसलाई चाँडो यत्रो नै भन्दिनँ कसम तिमी चाँडो सरी भन फेरि तिम्रै गल्ती हुन्छ यहाँ आशिकको गल्ती छैन यत्रो नै भन्दिनँ आशिकको गल्ती छैन क्या श्रेया तिम्रो गल्ती छ क्या निस्किँदैन पशुलाई तैँले भेट्लास् मेरो गाली फेरि नभए धेरै लाइनमा बसेर तेरीमा झ्याक्ने प्रधान त लाडो खायो ल प्रधान आशिक कसम केटीलाई चिन्दिनँ आशिक को यो केटी कल्पनालाई सम्झाउनुहोस् कहिले मुजी छ्या आशिक न लामो मुजी म चिन्दिनँ यो केटी को रन्डीको अघिसम्म त्यसले नै रन्डीको छोरो छोरो दिइरहेको अनि उसका माछाला यो त त्यसमा भन्दा नि माथिको पो रहेछ त यता पनि लगाऊ उता नि लगाऊ त्यही हेरौँ म त चिन्दिनँ केटी को अरे अघिसम्म त्यसले रन्डीको छोरो छोरो गुलो सुलो भन्दै दिइरहेको सुन श्रेया सबै कुरा साइडमा अब तिमी होइन अघि जे पनि भन्यो होइन केही छैन होइन तर रियल टक तिमी कसम नठगी भन नठगी तिमीलाई आसिडोना कस्तो लाग्छ यसको मुख मलाई मेरो दाइ भाइ जस्तो लाग्छ तिमीलाई दाइ भाइ जस्तो लाग्छ होइन प्रधान अनि म चाहिँ कस्तो लाग्छ तिमीलाई के भात खाएर बखर बसिरहने अनि मेरो मुख दोना कि भैँसीको गोनासँग बोलिरह यस्तै भन्छ त अलि रेस्पेक्ट गर्न मन लाग्छ केटी सुन आसिडोना अब हेर्स् हामी बोलेको मेरोमा स्क्रिन रेकर्ड भइरहेको छ सरले देखाइदिनु आसिडोना सुन न मेरो तरकारी रहेनछ मात्र रहेछ झोलै रहेनछ मैले पार भएन हेर श्रेया मलाई टिकटकमा भाइरल पनि छैन श्रेया म त पकाउँदिनँ भनेपछि आसिडोना तिमीलाई ह्यान्डसम लाग्छ त्यही भन्न खोजेको तिमीले तँलाई मेरो मुखको गाली खानु हुन्छ होइन तिमी कस्तो मुखको गाली हो तिमीलाई आसिडोना ह्यान्डसम लाग्छ कि लाग्दैन त्यो सोधेको मैले पछि कुरा मिलाउँछ कि यसले प्रधानले जित्छ भनेपछि सुन हेर श्रेया आसिडोना तिमीलाई थाहा छ नि को आसिडोना भनेर जोसुकै होइन मलाई के मतलब त यस्तो केटा भेट्दिन नि फेरि तिम्रो यो मुखले नभेटोस् पनि तिम्रो यो मुखले त आसिडोना धेरै राम्रो हो तेरो मुख चाहिँ के त तपाईँलाई राम्रै बढी बोलिहाल्यो क्या मसँग होइन मलाई बढी बोलेको होइन यही चान्स तिम्रो दुईजना भ्युज आएर त्यो टिकटकमा भाइरल भयो भन्दा म त्योसँग लभ गर्छु म त्यो कस्तो टिकटकको भाइरल ह्यान्डसम छ त भैँसीको गुला जस्तो लु भनिदिएँ म त फेरि मैले फेरि भन्यो नि फेरि गुडका चपाएर छैन यहाँ सम्झाए प्रधान ओ तिमी नभन न श्रेया त्यस्तो श्रेया तिमी त्यस्तो किन भनिरहेको छौ आसिडोनालाई किन भैँसी गुला भनेको आसिडोनालाई रन्डीको छोरो कन्डो हान्छ ओ आसिडोना मैले हटाइरहेको छु म श्रेयालाई हटाइरहेको छु श्रेया तिमी निस्क आसिडोना कलका म्याच मी भालु म तँलाई गाली गर्न आएको म्याच किने प्रधान त रन्डीको छोरो होस् मैले झगडा गरेँ है आसिडोना सुन मलाई रन्डीको छोरो प्रधान यस्तै हो रन्डीको म्याच आसिडोना प्रधान खाद्य हो रन्डीको छोरो कुहिएको सब हो रन्डीको छोरो प्रधान हो को आयो फेरि यो म्याच कसलाई बोलाइस् रे मुजी आसिडोना
गन के हो के चल्दैछ के चल्दैछ ओइ प्याज गर्ने सर्को र त्यो बच्चाहरूले खेल्ने घुस प्लास्टिकको बन्दुक बितावा त्यातिर मर मुजी के चल्दैछ यहाँ पुलिस हो नि फेरि यहाँ मान्छे फेरि गायब होला नि मान्छे नमस्ते पुलिस अङ्कल ओए प्रधान सर्को हेर्न हाम्रो घरमा प्याज र टमाटर काट्ने जस्तो त्यो काटिदिन्छ नि त्यो गर्दै मान्छेको कसले बोलाएको ओइ कसले बोलाएको पुलिसलाई तैँले बोलायो होला नि पर्दा ठिकले मैले कसम बोलाएको होइन कसले बोलायो पुलिसलाई खै के भनेर देखाइरहेको थियो ओ कसम मैले एड गरेको होइन कसले बोलाएको कस्तो सोझो बन्न हेर्न त्यो रियल बन्दुक हो मान्छे बेच्छ यसले त यही हो माथि पर्दाले बोलायो होला सरी दाइ मेरो के गल्ती छैन यो गल्ती हो आशिटोना छक्का र यो केटी छक्का दुईजनाको गल्ती हो मेरो गल्ती होइन तैँले बोलाएको रन्डीको छोरो मलाई दोष दिने रन्डीकोमा आशिटोना चुप तर म एउटै टिम आशिटोना तर म एउटै टिम हो म चाहिँ पुलिस हो चुपचाप बिस्तारै मजाले बोल्न म चाहिँ दुईजना जेल हो मजाले बोल्न तर म एउटै टिम हो चिक्ने खाते तँलाई बोल्न के बेर लाग्छ त रन्डीको छोरो चिक्ने तैँले राम्रो बोल्न जाने मजी यो प्रधानको चिक्क लाडो काट्दै प्रधानको लाडो आशिटोना कसम म चाहिँ तँलाई किन गाली दिइरहेछस् क्या तर म एउटै टिम हो तर म एउटै टिम हो चुप न पुलिस आएको मान्छे एकछिन सिरियस बुन लामो बन्दुक छ हातमा देखिनास् तेरो गाडमा बन्दुक हानिदिन्छ अहिले चुपचाप बस्न ओ मा फोन आशिटोना मलाई भन्न मन लागिसक्यो त्यो शब्द सबलाई काट्छु सानो काट्छ नि धेरै धेरै हल्लाएन ल तपाईँ चाहिँ को तपाईँले छुरी देखाउने चाहिँ को तपाईँको हेलो यो छुरी आशिडोनाको बाउ हो कि म आशिटोनाको बाउ हो मेरो बाबु हावा कुरा ओ आशिटोना त आफ्नो बाउलाई बोलाउँछस् बिचमा पक तेरो माछे त आफ्नो बाउलाई बोलाउँछस् होइन पक त डरपोक बाउलाई बोलाउँछस् होइन कुहिएको लाडो पुती बोलाउँछु रन्डीको छोरो आशिडोनाको बाउ हो कि त्यो आशिडोनले मलाई ब्याकअप बोलाइरहेको थियो तपाईँ आशिटोनाको बाउ हो प्रधानको लाडो काट्दै चाकमा हाल्दै आशिटोना चुप मलाई तेरो बाउसँग कुरा गर्न एकछिन चुप आशिटोनाको बाउ हेलो ए रन्डीको छोरो मेरो बाउ होइन मेरो भाइ हो रन्डीको कोही म माग्यो अनि फेरि म थाहा थियो मलाई म फेरि हाल्छु नि म आशिडोनाको बाउ के अरे आशिटोनाको बाउ रन्डीको छोरो तिम्रो बाउ हो कि भाइ हो चाँडो भन न म चाहिँ एकजनाले बाउ भन्छ एकजनाले भाइ भन्छ के हो तिमीहरू रन्डीको छोरो चुप प्रधानले चुप है तपाईँ आशिटोनाको को रन्डीको छोरो लाडोका हो आशिटोना तैँले आफ्नो ब्याकअप बोलाएको छैन तैँले दाइ बोलाएको छैन आफ्नो ए रन्डीको छोरो मेरो दाइ होइन भाइ हो तेरो भाइ हो ल मलाई एकछिन तेरो भाइसँग कुरा गर्न दे ल हेलो आशिटोनाको भाइ म उसको बाउ हो भने म जनकपुरको ग्याङ्स्टर हो नि फेरि हाल्छु नि म फेरि ल आइयो मेरो मलाई के अरे आशिडोनले कल गरेर बोलाएको थियो म उसको बाउ हो कि तिमीहरू माछे तिमीहरू म चाहिँ दाजुभाइ हो कि लाडो बाउ आमा हो माछे मलाई थाहा छैन माछे तिमीहरू दुईजना को हो मलाई चाहिँ बुझाउ न तिमीहरू को कोही धेरै बढी होइन म जनकपुर धरमपुरको टोना हो नि फेरि टोना मेरो नाम हो प्रधान रन्डीको प्रधान म तेरो दाइ हो तेरो भाइ हो तेरो बाउ हो रन्डीको छोरो तब हो यो छुरी देखाउनेले एकपल्ट मुख देखाउ त यो छुरी देखाउनेको एकपल्ट मुख हेरौँ त अनुराग डोना हो नि फेरि मेरो नाम अनुराग डोना हो फेरि खलास नि यो छुरी देखाउनेको मुख हेरौँ त यो छुरी देखाउने को यो छुरी देखाउने मुख हेर्ने ट्याटु देखाइदिएन ट्याटुले डर लाग्थ्यो रन्डीको छोरो प्रधानलाई आशिटोना यो जाँदैहरू भने तेरो बाउ हो कि तेरो भाइ हो माछे त्यो दुईजनालाई एउटै ओछ्यानमा राखेर दुइटैको गाँडा हुन्छ टन बाई टन माछिने रन्डीको छोरो तेरो तुरी काट्दिन्छ माछिने खाते प्रधान लाडो खा तिम्रो दुईजनाको टन बाई टन गाँडा हान्छु माकर्स मलाई बाल लाग्दैन यस्तो छुरी छुरीबाट
लाडो खा प्रधान मेरो लाडो खा प्रधान लाडो खा कुहिएको लाडो खा ओइ धेरै बोले हैन त्यो तिमीहरूको यो गुल्ला हो नि यो तिमीहरूको गुल्ला हो देख्यो काट्दै माथि काट्दै प्रधानको गुला काट्दै रड्डीको छोरोको गुला काट्दै माथि प्रधानको गुला काट्दै प्रधानको गुला काट्दै रड्डीको छोरोको गुला काट्दै माथि खातेको काट्दै रड्डीको छोरो माथि कुहिएको लाडो कुहिएको पुती प्रधान पुती लाडो पुती चिक्ने प्रधानको गुला काट्दै रड्डीको छोरोको लाडो काट्दै माथि प्रधानको लाडो काट्दै प्रधानको मेरो लाडो प्रधानको चाकभित्र सरी दाइ सरी माथि माफ गरिदियो सरी दाइ लास्ट चान्स ल म्याच अब धेरै बोल्ने हैन म आशिक बनाएको बाउ भने फेरि Last chance. दिन्छु नि म लास्ट चान्स दाइ दिन्छु नि फेरि लास्ट चान्स दाइ भाइ बाउ नभन्छ न बाउ कहाँको रन्डीको छोरो मेरो भाइ ओ ल बुझ बाउ र रन्डीको छोरा भन्छ त ल लामो हामी बाउ छ त्यसरी नै बोल्छ रन्डीको छोरो हो कि आधे ओइ अनुराग तिम्रो यो सानो फेरि गाला नि फेरि काट्दै प्रधानको गुला काट्दै रन्डीको छोरोको आलु काट्दै माथिको आलु काट्दै प्रधानको आलु काट्दै रन्डीको प्रधानको आलु काट्दै ओ आशिरा यो कलबाट निस्कि मुजी कल बाहिर आइज